हेलो हेलो नमस्ते सबैजनालाई तोया गुरुङ युट्युब च्यानलबाट म चाहिँ युट्युबमा भर्खरै भिडियोहरू बनाउन लागिरहेको छु। म युट्युबको लागि एकदमै नयाँ छु है साथीहरू। म चाहिँ यहाँहरू सम्पूर्णलाई आजको मौसम देखाउँदैछु। एकदमै घाम लागेको अवस्था छ पारीबाट। म चाहिँ भने अहिले घरदेखि तल बारीमा घाँस काट्नको लागि आएको छु। मैले काटेको घाँसहरू अब भारी पुर्याइसक्न आँटेको छु। अब भारी पुर्याइसकेपछि म घरतिर जानेछु। घाँस काट्नुपर्छ। यो चाहिँ अम्लिसोको घाँस है साथीहरू। बाटोमा धेरै उकालो ओह्रालो हिँड्न अप्ठ्यारो भएको कारणले गर्दाखेरि बाटो पनि सफा गर्दैछु। अब चाहिँ भने साथीहरू मेरो घाँसको भारी पनि पुगेको जस्तो छ। अब चाहिँ म घाँसलाई बाँधेर घर जान्छु। अब चाहिँ म घरतिर जाँदैछु साथीहरू। घर धेरै नै टाढो छ। यस्तो बाटोबाट जानुपर्छ। उकालै जानुपर्छ। यस्तो छ बाटो हेर्नुहोस् साथीहरू। यसरी जानुपर्छ। माथि उम्बै जाने हो। म चाहिँ उकालो जाँदा अब चाहिँ मेरो बिसाउने ठाउँमा पनि आइसकेको छ साथीहरू। अब म घाँस बिसाउँछु एकचोटि। जाँदैछु साथीहरू उकालै। यो गाई पाल्न पनि धेरै गाह्रो छ साथीहरू। हेर्नुहोस् है साथीहरू, म चाहिँ त्यो तलबाट उकालो आएको। अब यहाँ आइपुगेर बिसाएको छु। अझै घर पुग्न एकछिन 10 मिनेट जति लाग्छ। अब चाहिँ फेरि म घरतिर लाग्दैछु साथीहरू। अब यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो। कृपया तपाईँहरूले माया गरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यदि माया गरिदिनु भयो भने फेरि नयाँ भिडियोहरू लगाउँदै जानेछु। हस् त, धन्यवाद।